Hello everyone, welcome to the episode 11 of Catford Topper Talks. Hi, I am Vishesh Ganesh Shrestha. I am 22 years old. I did my schooling from Nepal Don Bosco School and plus 2 चाहिँ मैले प्रसादी एकाडेमीमा गरेको and currently I am enrolled in BCA 6th semester at Catford. So मैले BCA किन चुज गरेँ भन्दा चाहिँ सुरुमा चाहिँ मलाई आईटी फिल्डमा आउनु थियो अनि प्लस अब सुरुमा चाहिँ सीएसआईटी गर्छु भनेर सोचिरहेको थिएँ बट हाम्रो बेला त्यति बेला के भयो भन्दा चाहिँ प्रायोरिटी वाइज चाहिँ थियो हाम्रो र्याङ्क अनुसार हामीलाई टियुले कलेज नै चुज गरिदिनु थियो अनि मेरो कलेज चाहिँ अलिक पर भएकोले मैले अनि त्यो एउटा पनि भयो रिजन अर्को भनेको चाहिँ फी वाइज हेर्ने भने पनि बीसीए चाहिँ सीएसआईटी भन्दा अफोर्डेबल पनि छ एन्ड अरू आईटी कोर्सहरू भन्दा नि अफोर्डेबलै छ सो मैले एउटै कुरा चिप प्राइसमा सिकिरहेको छु भने त्यही कुराले म किन बढी पैसा तिरेर सिक्नु हैन सो आई थिंक त्यही नै हो रिजन चाहिँ अनि बीसीएमा चाहिँ अब आईटी कै फिल्डको कुराहरू पनि छ हैन कोड वाइज पनि धेरै कुराहरू छ प्लस हाम्रो बिजनेस फिल्डमा पनि हामीले धेरै कुराहरू चाहिँ सिक्न मिल्छ सो त्यही सोचेर नै मैले बीसीए चुज गरेको हो सुरुमा चाहिँ रिजल्ट आउने बेलामा चाहिँ म अफिसमै थिएँ काम गरिरहेको थिएँ अनि मैले र्यान्डमली चेक गरेको थिएँ मेलमा अनि त्यसपछि चाहिँ यसो हेर्दाखेरि चाहिँ जिपे मैले सबैको हेरेँ अनि त्यसपछि मैले टप हाने रहेछ नि थाहा भयो अनि सुरुमा अनएक्सपेक्टेड थियो सुरुमा चाहिँ किनकि 5th सेमेस्टरमा चाहिँ मैले अफिस जोइन गरेको थिएँ सो एक्सपेक्टेड चाहिँ थिएन यो रिजल्ट अनि तर ठिकै भयो अनएक्सपेक्टेड थियो अनि मैले अफिसमा चाहिँ सुनाएँ मेरो सबै कलिगहरूलाई सबैले कङ्ग्रेचुलेट गर्यो मलाई अनि त्यसपछि घर गएर घरमा पनि सुनाएँ मैले सबैलाई अनि सबैजना खुसी नै थियो त्यही टकिङ अबाउट माई क्वालिटिज क्लासमा चाहिँ म पढाउने बेलामा चाहिँ ध्यान दिन्छु हैन अनि आफूले सिकेको कुरा चाहिँ अरूहरूलाई पनि सिकाउँछु किनकि जति धेरै सिकाए त्यति धेरै आफूले सिक्ने हो अनि अरू बेला अलि अल्छी गरे पनि नपढे पनि मेन चाहिँ एक्जाम बेला चाहिँ पढ्नु पर्यो एक्जाम बेला चाहिँ अल्छी गर्नु भएन पढ्ने बेलामा चाहिँ अलि फोकस्ड भएर पढ्नु पर्यो क्या शान्ति नबुझेको कुरा पनि च्याट जीपीटी हाने पनि जता भयो नि आजकल रिसोर्सेस टन्नै छ हैन सब ठाउँबाट सिक्न सकिन्छ त्यहाँ गएर चाहिँ हेर्नु पर्यो सिक्नु पर्यो जस्ट एक्जाम बेला पढ्ने बेलामा चाहिँ एकदमै फोकस्ड भएर प्रोएक्टिभ भएर पढ्नु पर्यो अनि त्यति मात्र हैन कि एक्जाम बेला आफूले लेखेको एन्सरहरू कसरी प्रेजेन्ट गर्ने त्यसमा पनि भर पर्छ जस्तै आफ्नो ह्यान्डराइटिङ पनि राम्रो हुनु पर्यो राम्ररी सफा गरेर चाहिँ लेख्नु पर्यो क्या किनकि त्यो पनि म्याटर गर्छ सो आई थिंक त्यही कुराले चाहिँ मलाई हेल्प गर्यो मेरो फ्युचर प्लानको कुरा गर्ने हो भने चाहिँ करेन्टली चाहिँ म एज अ ब्याक एन्ड डेभलपर काम गरिरहेको छु अनि पछि मेरो यही फिल्डमा नै करियर पर्स्यु गर्ने चाहिँ सोच छ बट अब यो ब्याचलर सकेपछि चाहिँ यही फिल्डमा चाहिँ म एक्सपिरियन्स गेन गरेर चाहिँ अनि मेबी पछि कि आफ्नै यही आइटीकै फिल्डमा केही स्टार्टअप गर्ने चाहिँ प्लान छ मेरो त्यो सोच छ हैन अनि त्यसकै लागि चाहिँ अनि एमबिए पनि म गर्छु होला सो त्यही नै हो सो क्याटफोर्डमा चाहिँ मेरो फेभरेट स्पट चाहिँ बास्केटबल कोर्ट हो त्यहाँ हामी पहिला फुटसल खेल्थ्यौँ अनि बास्केटबल पनि खेल्थ्यौँ साथीहरूसँग सो त्यहाँ चाहिँ धेरै रमाइलो हुन्थ्यो अनि त्यहीँसँगै हामी घाम ताप्दै साथीहरूसँग पनि गफ गर्थ्यौँ क्या सो त्यहाँ चाहिँ आई थिंक त्यो दुईटा चाहिँ मेरो फेभरेट स्पट हो क्याटफोर्डमा सो एक्जाममा म प्रिपेयर कसरी गर्छु भन्दा चाहिँ सुरुमा चाहिँ ओल्ड क्वेसन्सहरूको चाहिँ रेफरेन्स लिन्छु कुन कुन पहिला धेरै क्वेसनहरू सोधेछ त्यसको रेफरेन्स हेरेर पढ्छु अनि अर्को भनेको चाहिँ पढ्ने बेलामा चाहिँ नबुझेको कुराहरू चाहिँ सबै फोकस गरेर अझ त्यसलाई प्रायोरिटी दिनु पर्यो किनकि बुझेर पढ्यो भने चाहिँ याद हुन्छ एक्जाम बेलामा नबुझिकन पढ्यो भने चाहिँ स्योर बिर्सिन्छ अनि पढ्न सकेपछि चाहिँ अब बिहान सबै चाहिँ एकचोटि सर र आफूले पढेको जति सबै रिभाइज हान्नु पर्यो क्या नत्र भने त एक्जाममा गएर सबै बिर्सिन्छ हैन मेबी अनि अर्को भनेको चाहिँ आफूले सिकेको कुराहरू चाहिँ अरूलाई पनि अझ सिकाउनु पर्यो किनकि सिकेको कुरा अरूलाई सिकायो भने चाहिँ आफूले अझै झन् बढी सिक्छ सो आई थिंक त्यति नै हो मेरो टिप्स स्मार्ट वर्क र हार्ड वर्कमा चाहिँ आई थिंक म 50-50 भन्छु किनकि हार्ड वर्क मात्र गरेर नि भएन हैन आफूले पढेको कुराहरू राम्ररी बुझेर पढ्नु पर्यो नबुझिकन पढ्यो भने बिर्सिन्छ अनि त्यसैगरी अब स्मार्ट मात्र भएर नि काम छैन किनकि मेहनतै गरेको छैन पढेकै छैन भने स्मार्ट भएर के फाइदा सो आई थिंक दुवै 50-50 हुनुपर्छ बिहान पढ्ने कि बेलुका पढ्ने भन्दा चाहिँ म चाहिँ मर्निङ पर्सन चाहिँ हैन म त्यस्तो बिहान छिटो उठ्न चाहिँ सक्दिनँ सो धेरै जस्तो चाहिँ म बेलुकै पढिरहन्छु
बट त्यो चाहिँ मान्छेमा डिपेन्ड गर्छ होइन। कोही बिहान पढिरहेको हुन्छ, बिहान पढेर पनि मान्छेहरू सक्सेसफुलै भएको छ, बेलुका पढेर पनि मान्छेहरू सक्सेसफुलै भएको छ। सो आई थिङ्क पढ्ने भनेको चाहिँ जुन बेला पढ्न मन लाग्छ र जुन बेला चाहिँ फुर्सद छ पढ्ने त्यति बेला पढ्ने हो। सो आई थिङ्क मेरो फेभरेट सब्जेक्ट चाहिँ म्याथ्स हो, किनभने पहिल्यैदेखि म म्याथ्समा अलि राम्रो पनि थिएँ अनि प्रब्लमहरू सल्भ गर्दा पनि रमाइलो लाग्थ्यो मलाई। अनि अर्को चाहिँ अब एक्जाम बेलामा चाहिँ अब आफूलाई आएपछि त त्यो छिटो सकिन्छ नि त, जस्तै इङ्ग्लिस त्यो नेपाली जस्तो सब्जेक्टहरूमा धेरै इलाबोरेट गर्नु पर्दैन, एस्ट्री लेखिराख्नु पर्दैन होइन। एकछिनमा एन्सर लेख्यो सक्यो अनि छिटो सकिन्छ क्या। जस्तै 3 घन्टाको एक्जाममा नि 1.5 घन्टामै सकाएर जान पाइन्छ। सो एक्जाम बेलामा डिस्ट्र्याक्ट त सबै एप्सबाटै भइन्छ होइन। जस्तै म चाहिँ धेरै गेमिङ एप्सहरूबाट चाहिँ डिस्ट्र्याक्ट हुन्छु। अनि अब त्यसलाई म कसरी ओभरकम गर्छु भन्दा चाहिँ मैले धेरै गेम खेलेँ भने चाहिँ म त्यो कुन गेम खेलेँ म त्यो अनइन्स्टल गरिदिन्छु। अनि त्यसपछि एक्जाम सकेपछि चाहिँ म फेरि इन्स्टल गरेर खेल्न थाल्छु होइन। अनि त्यस्तै अब अरू एप्सहरू गेमै नभए पनि फेसबुक, इन्स्टा, आजकल सोसियल मिडिया एप्सहरू चाहिँ तिनीहरूबाट धेरै डिस्ट्र्याक्ट भइन्छ। सो आई थिङ्क ओभरकम गर्नलाई चाहिँ अब म चाहिँ फोन नै अफ गरेर साइडमा राखिदिन्छु। यदि मसँग टाइम मसिन भएको भए चाहिँ हाम्रो त्यति बेला फ्रेसर्स भएको थियो। सो त्यो मोमेन्टमा जान्छु होला, किनभने फ्रेसर्स बेला चाहिँ मैले गीत गाएको थिएँ होइन। वकिङहरू, ऱ्याम्प वकहरू सबै कुरा भएको थियो। अनि त्यो चाहिँ अलिक रमाइलो थियो। अनि म मिस्टर फ्रेसर पनि भएको थिएँ एज अ रिजल्ट। तर अब अहिले यहाँ कलेजमा चाहिँ मैले धेरैचोटि गाइसकेँ त्यसपछि चाहिँ, अनि अहिले कन्फिडेन्स पनि छ। सो त्यो बेला चाहिँ अब म फेरि त्यही मोमेन्टमा गएँ भने चाहिँ म अझै बेटर गाउँछु होला। गाउँछु मात्र होइन, म नाच्छु पनि होला, अझै बवाल गर्थेँ होला। सो तर केही छैन, त्यसको लागि अब हाम्रो फेयरवेल पनि हुन्छ पछि। सो त्यो बेला गर्नुपर्छ। करेन्टली चाहिँ म BCA 6th सेमेस्टरमा छु। अनि अहिलेसम्म मैले सिकेको कुराहरूमा चाहिँ अब आइटीको कुरा गर्ने हो भने चाहिँ सफ्टवेयर डेभलपमेन्टमा हामीले धेरै प्रोग्रामिङ ल्याङ्ग्वेजहरू पनि सिक्यो, अनि आर्किटेक्चरहरू रिलेटेड धेरै कुराहरू सिक्यो। प्लस अनि आइटी मात्र नभइकन चाहिँ हाम्रो BCAमा चाहिँ अब कमर्स वाइज, बिजनेस वाइज पनि धेरै कुराहरू सिक्यो। जस्तै हाम्रो सोसियोलोजी सब्जेक्टहरू थियो, अनि इकोनोमिक्स होइन, अकाउन्टिङहरू पनि सिक्यो। मैले कहिले पढाएको थिएन अकाउन्टिङ। सो त्यो कुराको पनि धेरै नलेज भयो। त्यति नै हो BCAमा मेरो एक्सपिरियन्स चाहिँ। So त्यही हो guys, these were all my experiences at Catford College as a BCA student. Hope you liked it. Bye bye.